चलचित्र झरेपछिको इन्द्रेणी युट्युबमा सार्वजनिक भएको छ आज। युट्युबमा सबै फिल्म हेरिसकेपछि चाहिँ झरेपछिको इन्द्रेणीको निर्माण टिम र नेपालको जेन्जी आन्दोलनको डिजाइन केही हदसम्म सिमिल्यारिटी छ जस्तो फिल भइरहेको छ। अब कति काल्पनिक हो कति सम्य हो त्यो आफ्नो ठाउँमा छ, तर यो जेन्जी आन्दोलन र यो मुभी हेर्दा चाहिँ र आन्दोलनभन्दा पहिले मुभी बनिसकेको अनि जेन्जी आन्दोलन पछाडि चाहिँ फिल्म हलहरूमा रिलिज भएको अनि हलमा रिलिज भएको 4 महिना पनि नपुग्दै फेरि युट्युबमा सार्वजनिक हुनु केही हदसम्म रहस्यमय र शङ्कास्पद मलाई लागेको है। फेरि यो कति तथ्य के हो त्यो मलाई थाहा छैन, तर आफ्नो फिल्म हेरिसकेपछि आफूले लागेको कुरा हो होइन। कतै जेन्जी आन्दोलनको नाउँमा नवयुवाहरूलाई स्कुलका भाइ बहिनीहरूलाई दाइ दिदीहरूलाई ढाल बनाएर अनि कुनै राजनीतिक दलले आफ्नो रोटी सेक्न खोजेको पो हो कि भन्ने चाहिँ एउटा महसुस भइरहेको छ के।